मैले चाहिँ के सिकेँ यहाँबाट भन्दाखेरि चाहिँ एउटा कुरा चाहिँ मैले मिस्टेक गरेको रहेछ होइन, त्यो चाहिँ त्यो मेरो मिस्टेकलाई बताउन आएको। छिमेकीले जसरी चाहिँ अब उनीहरूले लभ गर्नुपर्छ, प्रेम गरेर उनीहरूलाई जे गर्नुपर्छ भन्ने त थाहा थियो, तर आई डोन्ट नो हाउ टु एक्सपोज, म चाहिँ कसरी उनीहरूसँग एक्सपोज हुने भन्ने कुरा चाहिँ मैले नजानेको। जसरी चाहिँ मैले सुसमाचार चाहिँ कसरी सुनाउने भन्ने कुरा नि मैले नजानेको, जुनमा चाहिँ मैले सुनाउँदा एकदम डाइरेक्टली मान्छेलाई चाहिँ लाइक हुन्छ नि बिलिभ गर भन्थ्यो कि। अनि त्यो भन्दाखेरि चाहिँ अलिकति चाहिँ अब हुन त अब मेरो आफ्नो तर्फबाट चाहिँ त्यो राइट नै हो, जस्तै प्रभुलाई पाउनेहरूलाई त राइट हो, तर प्रभुलाई नचिने एक्कासी हिन्दूलाई भन्दाखेरि चाहिँ अलिकति चाहिँ म एक्सट्रिम भए जस्तो भएछ। मैले यहाँ चाहिँ एउटा लेसन हिजोकोमा सिक्दाखेरि चाहिँ उठाएको विज्ञान छ, हामी चाहिँ कसरी चाहिँ सफ्टनेसमा चाहिँ उनीहरूलाई चाहिँ येशू ख्रीष्टको बारेमा बताउने, अनि हाउ टु लाइक एक्सपोज द पिपुल, कसरी चाहिँ उनीहरूको बिचमा चाहिँ हामी लाइक हुन्छ नि सराउन्डेड भएर चाहिँ लाइक एकदमै उनीहरूलाई चाहिँ लाइक बेसिक कुराहरूबाट चाहिँ हामीले बताएर चाहिँ येशू ख्रीष्टमा चाहिँ हामीले ल्याउनु पर्ने रहेछ भन्ने कुरा चाहिँ मैले सिकेँ होइन। त्यो कुरा चाहिँ ममा कमजोरी रहेछ, अनि त्यो कुराले सायद इन फ्युचरमा चाहिँ आई थिङ्क मलाई चाहिँ हेल्प हुन्छ होला सायद, त्यति नै हो।